दाजुभाइको सपोर्ट चाहिँ एकदमै आवश्यक पर्छ। एकजनाले भन्छ मुख्यमन्त्री बनाइ छाड्छु, मुख्यमन्त्री बनाइ छाड्छु। अर्कोले भन्छ फेरि प्रधानमन्त्री बनाइ छाड्छु, प्रधानमन्त्री बनाइ छाड्छु। उद्देश्य प्रधानमन्त्री बनाउने हो भनेर भन्छ। दाजुभाइको नाता भनेको यतिको हुनु पर्यो क्या। दाजुभाइ भइसकेपछि एउटाले मुख्यमन्त्री बनाउँछु भनेर सपोर्ट दिएको छ भने अर्कोले प्रधानमन्त्री नबनाइ नछाड्ने क्या, प्रधानमन्त्री नबनाइ नछाड्ने। आजै भोलि जहिले हुन्छ प्रधानमन्त्री चाहिँ बन्नै पर्ने। गाह्रो छ। कसरी बनाउने होला त प्रधानमन्त्री? अब कसरी बनाउने होला मुख्यमन्त्री? मुख्यमन्त्रीले त ल 84 मा चुनाव आउँछ, प्रधानमन्त्री चाहिँ कहिले बनाउने क्या? मान्छे डिप्रेसनमा जाने भइसक्यो, बौलाउने भइसक्यो। कति गाह्रो छ हेर्नुहोस् त। प्रधानमन्त्री बन्नलाई अझै 4 वर्ष सिङ्गै छ होला, 5 वर्ष भनौँ, 1 वर्ष पुरा भएको छैन अहिले सरकार बन्यो। अझै 5 वर्ष 4 वर्ष लगभग 5 वर्षभित्र मान्छे के भइसक्छ होला? तपाईहरुलाई के लाग्छ? यति धेरै प्रधानमन्त्री पदको लागि मान्छे लालाही र ज्यानै फाल्न खोज्ने भनेको यो नेपालको इतिहासमै सायद पहिलोचोटि होला देखेको हामीले, हैन? आखिरी चाहेको त पद नै रहेछ नि त भन्ने मात्रै त हो नि देश बनाउने नाटक त, हैन? आफ्नै मुखले भनिरहेको छ एउटालाई प्रधानमन्त्री बनाउँछौँ, एउटालाई मुख्यमन्त्री बनाउँछौँ। यहीँबाट स्पष्ट हामीले बुझ्न सकिन्छ है। सोझा साझा व्यक्तिहरूलाई भ्रमको खेती गरेर सोझा साझा जनताको टाउकोमा नटेकिकन कुनै पनि सत्तामा पुगेको रेकर्ड काहीँ पनि छैन। अहिले पनि त्यही नै गरिरहेको छ क्या। उता धरानमा त झन् कायम मुकायम मेयरलाई स्पष्टीकरण दिँदैको मुस्किल रहेछ। उतातिर फेसबुकमा ठोकिदिँदो रहेछन् धरानमा डोजर चल्दैछ भनेर है, आतंक फैलाउनको लागि। यता मेयर कार्यवाहक मेयरज्यूले फेरि छैन धरानमा त्यस्तो कुनै सूचना आएको छैन, हामी त्यस्तो डोजर सोजर चलाउँदैनौँ भनेर फेरि स्पष्टीकरण चाहिँ निकाल्नु परिरहेछ क्या। यस्ता किसिमको भ्रम छर्ने फेसबुक पेजहरू चाहिँ सकेसम्म ब्यान नै गर्नुपर्ने हो। वास्तविक समाचार जनतालाई नभड्किने खालको जे छ त्यसैमा एउटा सही तरिकाले र सत्य बोलेर पनि राजनीति गर्न सकिन्छ भन्ने उदाहरण सिर्जना भएको थियो। तर अहिले फेरि झुटो फटा नबोलिकन हुँदैन, दादागिरी नदेखाइकन हुँदैन, अरूलाई नथर्काइकन हुँदैन, अरूलाई थर्काएर अरूलाई चाहिँ झुटो बोलेर मात्रै सत्तामा पुग्न सकिन्छ भन्ने जुन एमालेले सिकाएको थियो ठ्याक्क त्यसैको जगमा टेकेर अहिले दरो चाहिँ चलिरहेको छ। राजनीतिको खेल, राजनीति होइन लाजनीतिको खेल चाहिँ चलिरहेको छ। त्यसैले एकजनाले भन्छ मुख्यमन्त्री नबनाइ छोड्दैन भन्छ, अर्कोले भन्छ प्रधानमन्त्री नबनाइ छोड्दैन। दुईटाको पालै पालो लेखिरहेको हुन्छ क्या। यताबाट लक्ष्य भनेको प्रधानमन्त्री बनाइदिने हो, फलानालाई प्रधानमन्त्री बनाइदिने हो। अर्को छ उतातिर फलानालाई मुख्यमन्त्री बनाइदिने हो। अब यस्तै छ साथीहरू। तपाईहरुलाई के लाग्छ यो विषयमा? भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद। अनि एक लाइक, कमेन्ट र अनि नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गर्न नबिर्सिनु।